नमस्कार। आज हामीले आगामी आर्थिक वर्ष मतलब 2082-83 को बजेटलाई अलि गहिरिएर हेर्दैछौँ। हो। खास गरी सरकारी कर्मचारीहरूको तलब, भत्ता र पेन्सनमा कति खर्च छुट्याएको छ भन्ने पाटो। यो महत्त्वपूर्ण विषय हो। सरकारले जम्मा 19 खर्ब 64 अर्ब रुपियाँ जतिको बजेट ल्यायो होइन? हो, झण्डै 19 खर्ब 64 अर्ब। त्यसमा पनि करिब 11 खर्ब 80 अर्ब त चालु खर्च नै छ रे। हो, चालु खर्च मतलब सरकार चलाउने नियमित खर्च। यो ठूलो हिस्सा हो। अनि यही चालु खर्चभित्रबाट कर्मचारी र अवकाश पाएकाहरूको सुविधामा कति जाँदैछ त? आज त्यसमै केन्द्रित हौँ है। एकदम। र हामीले बजेट पछिको त्यो रातो किताब हेर्दा जुन विस्तृत विवरण हो त्यसको अनुमान अनुसार कर्मचारीको तलब, भत्ता अनि पेन्सन जस्ता सुविधामा मात्रै खै झण्डै 3 खर्ब रुपियाँ खर्च हुने देखिन्छ। 3 खर्ब? यो त चालु खर्चको पनि निकै ठूलो हिस्सा भयो नि। हो नि। यो रकम कहाँ कुन शीर्षकमा जाँदैछ त? यसपालि तलब बढेन भन्ने हल्ला थियो तर महँगी भत्ता चाहिँ बढ्यो रे। तलब समायोजन हुन्छ कि भन्ने थियो तर भएन। तलब सिधै बढाउँदा अब त्यसले पेन्सनमा पनि तत्कालै भार थपिहाल्छ। ए अच्छा। सायद त्यही भएर होला सरकारले महँगी भत्ता बढाउने बाटो रोज्यो। पहिले मासिक 2000 थियो, त्यसमा 3000 थपेर 5000 पुर्याइयो। भनेपछि 3000ले बढ्यो। हो। यसले मात्रै पनि राज्य कोषमा वार्षिक करिब 17 अर्ब 1 करोड रुपियाँ जति थप भार पर्छ। ए 17 अर्ब त महँगी भत्तामा मात्रै। अनि तलब शीर्षकमा चाहिँ खासै परिवर्तन भएन त? कुल तलब र पदाधिकारीको पारिश्रमिक कति छ त यसपालि? तलब सुविधा मतलब कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक दुवै जोडेर हेर्दा समग्रमा करिब 1 खर्ब 80 अर्ब रुपियाँ जति देखिन्छ। 1 खर्ब 80 अर्ब? हो। यसमा कर्मचारीको तलबमा मात्रै करिब 1 खर्ब 29 अर्ब रुपियाँ छ अनि पदाधिकारीहरूको पारिश्रमिकमा चाहिँ 2 अर्ब 6 करोड जति। अच्छा। महँगी भत्ता बाहेक अरू थुप्रै भत्ताहरू पनि हुन्छन् नि होइन? स्थानीय भत्ता, बैठक भत्ता, फिल्ड भत्ता अनि लुगा किन्ने, खाना खाने। हो छन् नि। ती सबैमा कति जाँदैछ होला त? महँगी भत्ता बाहेकका अरू विभिन्न भत्ता शीर्षकहरूमा मात्रै कुल 21 अर्ब 87 करोड रुपियाँ जति खर्च हुने अनुमान छ। 21 अर्ब 87 करोड अरू भत्तामा मात्रै? यसमा तपाईँले भन्नुभयो जस्तो स्थानीय भत्ता 1 अर्ब 20 करोड, बैठक भत्ता 25 करोड 33 लाख, अनि त्यो प्रोत्साहन पुरस्कार 54 करोड, विदेश जाँदाको भत्ता 1 अर्ब 2 करोड र अरू पनि छन्। पोसाक र खाद्यान्नको पनि ठुलै होला नि। हो। पोसाकका लागि मात्रै झण्डै 5 अर्ब मतलब 4 अर्ब 94 करोड अनि खाद्यान्नका लागि त झन् 17 अर्ब 43 करोड रुपियाँ छुट्याइएको देखिन्छ। 17 अर्ब खाद्यान्नमा? हो। अनि औषधि उपचार खर्च पनि छ करिब 2 अर्ब 39 करोड। यी सबै जोड्दा कर्मचारीको सुविधामा जाने रकम निकै ठूलो देखिन्छ। यो त भयो अहिले काम गरिरहेका कर्मचारीहरूको कुरा। तर राज्य कोषमा अर्को ठूलो अझ भनौँ निरन्तर बढ्दो भार त अवकाश प्राप्त कर्मचारीहरूको सुविधाको छ नि होइन? तपाईले एकदमै सही ठाउँमा समात्नुभयो। यो साँच्चीकै बढ्दो दायित्व हो। यसपालि पेन्सन र सम्बन्धित खर्चलाई चाहिँ कसरी हेरिएको छ बजेटमा? सेवानिवृत्त कर्मचारी सुविधाका लागि मात्रै यसपालिको बजेटमा कुल 1 खर्ब 13 अर्ब 79 करोड रुपियाँ विनियोजन भएको छ। यो आफैमा डरलाग्दो अङ्क हो। 1 खर्ब 13 अर्ब 79 करोड। तलब सुविधाको 1 खर्ब 80 अर्बसँग दाँच्दा त यो पनि खासै कम रहेनछ? रहेनछ। यो निकै ठूलो भार हो। यसमा मुख्य हिस्सा चाहिँ के को छ? पेन्सनकै होला? हो। यसको सबैभन्दा ठूलो हिस्सा निवृत्ति भरण अर्थात् पेन्सन नै हो। त्यो मात्रै करिब 88 अर्ब 39 करोड रुपियाँ छ। 88 अर्ब पेन्सनमा मात्रै? हो। त्यसबाहेक उपदानमा 3 अर्ब 66 करोड अनि अवकाश हुँदा कर्मचारीले पाउने सञ्चित बिदाको रकम करिब 9 अर्ब 28 करोड, उहाँहरूको औषधि उपचार खर्चमा 11 अर्ब 93 करोड जति छ। ए औषधि उपचार पनि अवकाश प्राप्तको लागि छुट्टै रहेछ? हो। 11 अर्ब 93 करोड अनि मृत कर्मचारीका परिवारलाई दिइने सुविधामा पनि 50 करोड जति छ। यो सबै जोडेर 1 खर्ब 13 अर्ब नाग्छ। यसले पेन्सन दायित्व कति गम्भीर हुँदैछ भन्ने प्रश्न देखाउँछ। अनि कर्मचारी र पदाधिकारीको लागि त्यो सामाजिक सुरक्षा योगदान अनि गाडी घोडाहरूको खर्च नि त्यो पनि त हुन्छ होला?
हुन्छ कर्मचारी सामाजिक सुरक्षा खर्च त्यो योगदानमा आधारित कोष समेत गरेर करिब 3 अर्ब 26 करोड जति देखिन्छ। पदाधिकारीको लागि छुट्टै 10 करोड जति छ। मतलब जम्मी 3 अर्ब 36 करोड जति सामाजिक सुरक्षामा। अनि गाडी, इन्धन त्यो पनि छ। सरकारी सवारी साधन चलाउने, मर्मत गर्ने र इन्धनमा जम्मा 7 अर्ब 8 करोड रुपियाँ विनियोजन भएको छ। 7 अर्ब? हो, त्यसमा पनि इन्धनको लागि मात्रै 4 अर्ब 26 करोड छुट्याइएको छ। यो इन्धन र गाडी खर्च पनि सधैँ चर्चामा आइरहने विषय हो, होइन? हो नि। ल, यसरी हेर्दा त मोटामोटी चित्र कस्तो देखियो भने आगामी आर्थिक वर्षमा कर्मचारीहरूको तलब भत्ता, अवकाशपछिको सुविधा र यस्तै सम्बन्धित अन्य खर्च गरेर झण्डै 3 खर्ब रुपियाँ खर्च हुने भयो। हो, त्यस्तै देखियो। जसमा तलब र पदाधिकारी सहितको सुविधामा करिब 1 खर्ब 80 अरब, अरू विभिन्न भत्ताहरूमा 22 अरब जति हो लगभग, र सबैभन्दा ठूलो हिस्सा सेवानिवृत्त सुविधामा चाहिँ 1 खर्ब 13 अर्ब भन्दा बढी। एकदम मोटामोटी चित्र यही नै हो। तलब सिधै नबढाएर महँगी भत्ताबाट राहत दिने प्रयास जस्तो देखिन्छ। यसले तत्काल पेन्सनको भार बढ्न दिएन। तर सेवानिवृत्त सुविधामा छुट्याइएको त्यो 1 खर्ब 13 अर्ब भन्दा बढीको रकमले नै दीर्घकालीन आर्थिक दायित्व कति छ भन्ने त देखाइहाल्यो नि। हो, त्यसो भए आजको यो छलफललाई बीट मार्दा एउटा प्रश्न अलि गम्भीर रूपमा उठ्ने रहेछ। तलब बढाउँदा तत्काल पेन्सन बढ्छ भनेर महँगी भत्ता बढाइयो, तर अर्कोतिर सेवानिवृत्त सुविधामा मात्रै 1 खर्ब 13 अर्ब भन्दा बढी छुट्याउनु परेको छ। यसले हाम्रो पेन्सन प्रणाली कतिको दिगो छ र राज्य कोषमा यसको दीर्घकालीन असर कस्तो पर्छ भन्ने बारे के सङ्केत गरिरहेको छ होला? यो खर्चको संरचनाले समग्र अर्थतन्त्रलाई कतातिर लैजाला? यो विचार गर्नुपर्ने गम्भीर विषय हो जस्तो लाग्छ। निश्चय पनि। यो दीर्घकालीन दिगोपनाको प्रश्न निकै महत्त्वपूर्ण छ।